लजाउनु पर्ने कुनै कुरै छैन कि लजाउनु पर्ने कुनै कारणै छैन। किन भन्दा नजानेको कुरालाई नजानेको त भन्न पाइयो नभएको कुरा आफूले नजानेको र आफूसँग अनुभव नभएको कुरालाई त भन्न पाइयो नि होइन। वेलकम छ हजुरहरूलाई मेरो मिनी भ्लगमा। म फर्स्ट टाइम युट्युबमा मैले सानो मिनी भ्लग बनाएर हालेको छु। मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला र लाइक कमेन्ट पनि गरिदिनु होला है प्लिज। मैले यो चिज चाहिँ मैले अहिलेसम्म नजानेको र मेरो लागि टोटल्ली नयाँ चिज हो। म फर्स्ट टाइम यो चिचिन्न पकाउँदैछु। मलाई चिचिन्नसँग के कुरामा डर लाग्ने हो भने सर्प भनेपछि मलाई फोटो देख्दा पनि एकदमै डराउने मान्छे म है। सर्पको फोटै देखेँ भने पनि डराउँछु र त्यो चिचिन्नो मलाई सर्प जस्तै लागेको भएर मैले जिन्दगीमा चिचिन्नो ल्याएर अहिलेसम्म आफ्नो हातले पकाएको भनेको फर्स्ट टाइमै हो के। पहिलोचोटि ल्याएर पकाएको कुरालाई नजानेको कुरालाई त नजानेको भन्नु पर्यो नि त। अनि एकचोटि ल्याएर पकाएको भुटेको यस्तो मिठो भयो के अरे कोसेली आएको चिज। अनि त्यो भुटेर खाएपछि भोलिपल्टै मैले किनेर लिएर आएर कालीमाटी गएर अनि भोलिपल्टै किनेर लिएर आएर म बनाउँदैछु गाइज यो है। अनि त्यस पछाडि हजुरहरूलाई कस्तो लाग्छ। यता मैले मुन्टा पनि पकाउँदैछु होइन। अनि यस्तो मलाई मन परोकै खाँदा मैले जिन्दगीमा यत्रो भएँ अहिलेसम्म मैले 3 पटक याद भएसम्म 2-3 पटक भन्दा चिचिन्नो खाएकै छैन। अनि मलाई पकाउने आइडिया पनि छैन। मलाई सर्प जस्तै लाएर मैले त्यो चिज किनेर ल्याउने पनि थिइनँ। अनि अब के अरे ल्याइदिनु भएको कोसेलीलाई त त्यो इन्सल्ट गर्ने कुरा भएन। अनि कोसेली भएको भएर मैले त्यो चिजलाई यति सम्मानका साथ यति मिठो तरिकाले पकाएँ, फ्राई गरेँ। अनि त्यस पछाडि भुटेपछि एकदम मिठो हुँदो रहेछ। अनि आज चाहिँ मैले आफै किनेर लिएर आएर त्यस पछाडिको कोसेली बाहेक पछिको आफै किनेर लिएर आएर अनि यसलाई अचार बनाएको छु। त्यो पनि मेरो फर्स्ट टाइमै हो है। हजुरहरूले कसरी कसरी बनाएर खाने गर्नुहुन्छ। मलाई चाहिँ यस्तो मिठो लाग्यो यो चिचिन्नो। किन भन्दा नखाएर पो मैले टेस्ट थाहा नभएर चाहिँ मलाई एकदमै डर लाग्छ कि यो देखेर एकदम सर्प जस्तै लाग्ने। अनि त्यो भएको भएर मैले नलिएर आउने। अनि हो साँच्चै नै मिठो हुँदो रहेछ। अनि त्यही भएर अब म चाहिँ यो चिचिन्नोको पङ्खा भएँ है। म एकदमै सम्मान गर्छु, मन पराउँछु यसलाई। म यसको एकदमै पङ्खा भएँ। आज मिठो अचार बनाएर टक्क खाएँ। अनि मलाई खासै रेसिपीहरू यसको आउँदैन। हजुरहरूलाई आउँछ भने यसको के बनाउने हो प्लिज मलाई सेयर गरिदिनु होला है। कमेन्ट पनि गर्नु होला। ल मेरो मिनी भ्लग कस्तो लाग्यो। अनि अब म फेरि बनाउँदै गर्छु। लाइक पनि गरिदिनु होला है।